नमस्कार मित्रहरू, के तपाईले कहिले सोच्नु भएको छ दिनभरि खेतमा पसिना बगाउने किसान जसको शरीरबाट माटोको बास्ना आउँछ, साँझ घर फर्किँदा उसको हातमा के हुन्छ? केही हजार रुपैयाँ जुन घर खर्च चलाउन मुस्किलले पुग्छ। अर्कोतिर त्यही सहरको कुनै कुनामा बसेर ल्यापटपमा केही घण्टा काम गर्ने एकजना युवा जसले सायदै दिनमा 2-3 घण्टा अनलाइन बैठक मात्रै गर्छ। हरेक वर्ष नयाँ गाडी फेर्छ। उसको सम्पत्ति दिन प्रतिदिन बढिरहेको छ र बैंक खातामा पैसाको कहिल्यै कमी हुँदैन। अब यहाँ एउटा गहिरो प्रश्न उठ्छ, के त्यो किसान मेहनती छैन? के उसले रगत पसिना एक गरेको छैन? अवश्य गरेको छ, तर पनि ऊ किन गरिबीको चक्रव्यूहमा फसेको छ त? यसको उत्तर एकदमै सरल छ, तर हाम्रो समाजले हामीलाई कहिल्यै सिकाएन। यो खेल कडा मेहनतको होइन, यो खेल हो सही सिस्टमको। आज म तपाईलाई त्यो सिक्रेट मानसिकताको बारेमा बताउन गइरहेको छु, जसले करोडपतिहरूलाई भिडबाट अलग गर्छ, जसले ती मानिसहरूलाई माथि उठाउन मद्दत गर्छ जो अरूहरू जस्तै बिहान 9 देखि 5 बजेसम्मको मेसिन जस्तो जीवन जिउन चाहँदैनन्। यो हो आरामदायी सफलताको मानसिकता। आजको यो भिडियोमा तपाईले बुझ्नुहुनेछ किन कडा मेहनतले मात्र तपाईको जीवन कहिल्यै बदल्न सक्दैन, कसरी एउटा सही प्रणालीले तपाईको लागि धनको ढोका खोल्छ, र त्यो सूत्र के हो जसले तपाईलाई निन्द्रामा पनि पैसा कमाउने अवसर दिन्छ। यदि तपाईँ साँच्चै आफ्नो जीवनलाई एउटा नयाँ मोड दिन चाहनुहुन्छ भने आजका हरेक शब्दलाई आफ्नो मन र मस्तिष्कमा गहिरोसँग बस्न दिनुहोस्, किनकि हुनसक्छ यही क्षण तपाईको जीवनको त्यो टर्निङ पोइन्ट बन्न सक्छ जसको खोजीमा तपाईँ वर्षौंदेखि हुनुहुन्थ्यो। आउनुहोस् सुरु गरौँ। च्याप्टर 1, मेहनतको भरम र वास्तविकताको ऐना। हाम्रो समाज र परिवारले हामीलाई बाल्यकालदेखि नै एउटै मन्त्र सुनायो, बाबु राम्रोसँग पढ्नु, धेरै मेहनत गर्नु, राम्रो जागिरी खानु अनि जिन्दगी सफल हुन्छ। तर वास्तविकताको ऐनामा हेर्दा के देखिन्छ? आज हजारौं युवाहरू हातमा डिग्रीको प्रमाणपत्र बोकेर जागिरीको लागि भौतारिरहेका छन्। लाखौं मानिसहरू दिनको 12 देखि 24 घण्टा काम गरिरहेका छन्, बैंकको किस्ता तिर्न नसकेर सङ्घर्ष गरिरहेका छन्, र अधिकांश मानिसहरू अवकाशपछि पनि पैसाको चिन्ताले घेरिएका छन्। यदि मेहनत नै सफलताको एक मात्रै बाटो हुन्थ्यो भने संसारमा सबैभन्दा धनी मानिसहरू ती हुन्थे जसले सबैभन्दा धेरै शारीरिक श्रम गर्छन्, जस्तै कि निर्माण क्षेत्रका मजदुरहरू वा भारी बोक्नेहरू। तर यथार्थ ठिक उल्टो छ। जो मानिसहरू दिन रात नभनी शारीरिक मेहनतमा डुबेका छन् उनीहरू नै आर्थिक रूपमा सबैभन्दा पछाडि परेका छन्, र जो मानिसहरूले मेहनत गर्ने सिस्टम बनाएका छन् उनीहरू नै आज संसारको शिखरमा छन्। एउटा जीवन्त उदाहरण हेरौँ। एउटा गाउँमा एउटा सानो चिया पसल छ जहाँ साउजी आफै बिहान 4 बजेदेखि राति 9 बजेसम्म चिया बनाउँछन्, भाँडा माझ्छन् र ग्राहकहरूलाई सेवा दिन्छन्। उनको मेहनतमा कुनै कमी छैन, तर उनको कमाई सीमित छ। उनको कमाई उनको समय र शारीरिक क्षमतामा निर्भर छ। अर्कोतिर सहरमा क्याफे जस्तो एउटा ब्रान्ड छ जसको मालिकले एउटा उत्कृष्ट सिस्टम बनाएको छ। उसले कफी बनाउने तरिका, कर्मचारीहरूलाई तालिम दिने प्रक्रिया, मार्केटिङ गर्ने शैली र ग्राहक सेवाको एउटा बलियो सिस्टम तयार गरेको छ। आज उसका सयौं शाखाहरू छन् जहाँ हजारौं कर्मचारीहरूले काम गर्छन्। ऊ आफै हरेक कप कफी बनाउँदैन, तर प्रत्येक कपको बिक्रीबाट उसलाई पैसा आइरहेको छ। ऊ छुट्टी मनाइरहेको बेला पनि उसको सिस्टमले 24 घण्टा काम गरिरहेको हुन्छ। फरक के हो त? मेहनत दुवैले गरे, तर पहिलो व्यक्ति मेहनतमा अल्झियो, दोस्रो व्यक्तिले मेहनतलाई सिस्टममा बदल्यो। ठिक यसै गरी हाम्रो दिमागमा बाल्यकालदेखि नै जागिरी खाऊ भन्ने सोच भरियो, तर कसैले यो सिकाएन, आफ्नो सिस्टम बनाऊ ताकि पैसा आफै तिम्रो पछि लागोस्। अब यहाँबाट यो स्पष्ट हुन्छ कि मेहनतले तपाईलाई जीवित राख्न सक्छ, तर धनी बनाउन सक्दैन। धनी बन्नका लागि तपाईलाई मेहनतभन्दा शक्तिशाली हतियार चाहिन्छ, र त्यो हो सिस्टमको शक्ति। अब हामी च्याप्टर 2 मा बुझ्नेछौँ सिस्टमको शक्ति। च्याप्टर 2, सिस्टमको शक्ति। तपाईँ सुत्दा पनि पैसा कसरी कमाउने? अब त्यो रहस्यको पर्दा खोलौँ जसले सामान्य मानिस र असाधारण धनी व्यक्ति बीचको खाडललाई पुर्छ। त्यो हो सिस्टमको निर्माण। संसारका सबैभन्दा सफल व्यक्तिहरू, चाहे ती स्टिभ जब्स हुन् वा जेफ बेजोस, के उनीहरू दिनको 18 देखि 20 घण्टा आफै काम गर्छन्? के उनीहरू हरेक सानो सानो निर्णय आफैले लिन्छन्? बिल्कुल गर्दैनन्। तर पनि उनीहरूको सम्पत्ति हरेक सेकेन्ड बढिरहेको हुन्छ। किन? किनकि उनीहरूले यस्तो सिस्टम बनाएका छन्
जुन उनीहरूको अनुपस्थितिमा पनि निरन्तर चलिरहन्छ। त्यसैगरी अब हामी समय र पैसाको गणितलाई बुझौँ। साधारण मानिसको सूत्र पैसा इक्वल टु मेहनत इन्टु समय। यो सूत्र अनुसार तपाईँले जति घन्टा काम गर्नुहुन्छ त्यति नै पैसा कमाउनुहुन्छ। जस्तै एकजना शिक्षकले 8 घन्टा पढाएर 50,000 कमाउँछन्। यदि उसले 10 घन्टा पढायो भने 60,000 सायदै कमाउलान्। तर यो सूत्र सबैभन्दा खतरनाक छ, किनकि तपाईँको समय र ऊर्जा दुवै सीमित छन्। तपाईँले दिनमा 24 घन्टाभन्दा बढी काम गर्न सक्नुहुन्न। त्यसैले तपाईँको कमाइको पनि एउटा सीमा हुन्छ। अब हामी धनी मानिसहरूको सूत्र हेरौँ। पैसा इक्वल टु सिस्टम इन्टु विस्तार। धनी मानिसहरू आफ्नो समय बेच्दैनन्, उनीहरूले आफूले बनाएको सिस्टम बेच्छन्। उनीहरू यस्तो चिज निर्माण गर्छन् जसलाई एक पटक बनाएपछि लाखौं करोडौं पटक बेच्न सकिन्छ। एउटा उदाहरण हेरौँ। एकजना लेखकले एउटा किताब लेख्न 6 महिना मेहनत गर्छन्। त्यो उनको एक पटकको मेहनत हो, तर त्यो किताब छापिएपछि लाखौं प्रति बिक्री हुन सक्छ र उनलाई जीवनभर रोयल्टी आइरहन्छ। उनी सुतिरहेको बेला पनि कुनै पाठकले उनको किताब किनिरहेको हुन्छ र उनको खातामा पैसा जम्मा भइरहेको हुन्छ। उनले आफ्नो ज्ञानलाई एउटा सिस्टममा बदले। आजको डिजिटल युगमा यो झनै सजिलो छ। तपाईँले एउटा युट्युब भिडियो बनाउन केही घन्टा मेहनत गर्नुहुन्छ, तर त्यो भिडियोलाई लाखौं मानिसले हेर्न सक्छन् र त्यसले तपाईँलाई वर्षौंसम्म पैसा कमाइदिन सक्छ। तपाईँले एक पटक गरेको मेहनतले 24 घन्टा काम गरिरहेको हुन्छ। असली फरक यही हो। मेहनतको सीमा हुन्छ, तर सिस्टमको कुनै सीमा हुँदैन। मेहनतले तपाईँको उपस्थितिमा मात्रै काम गर्छ, तर सिस्टमले तपाईँको अनुपस्थितिमा पनि काम गर्छ। अब तपाईँको मनमा प्रश्न होला, ठिक छ, प्रणाली बनाउनु पर्छ भन्ने कुरा मैले बुझेँ, तर यो बनाउने कसरी? यसका लागि तपाईँलाई चाहिन्छ एउटा अर्को शक्तिशाली हतियार, जसलाई भनिन्छ लिभरेज। हामी अब च्याप्टर 3 मा लिभरेज सिक्नेछौँ। च्याप्टर 3 लिभरेजको जादु। अरूको शक्तिलाई आफ्नो बनाउनुहोस्। यो आरामदायी सफलताको तेस्रो रहस्य हो, लिभरेज। यसको सरल अर्थ हो केवल आफ्नो बल र समयको। यो आरामदायी सफलताको तेस्रो रहस्य हो, लिभरेज। यसको सरल अर्थ हो केवल आफ्नो बल र समयको प्रयोग नगर्नुहोस्, बरु अरूको समय, अरूको पैसा, अरूको ज्ञान र अरूको सिस्टमलाई आफ्नो फाइदाको लागि प्रयोग गर्न सिक्नुहोस्। सोच्नुहोस् त, तपाईँसँग दिनमा 24 घन्टा मात्रै छ, तर यदि तपाईँले 10 जनाको एउटा टिम बनाउनु भयो र सबैलाई फरक फरक काम दिनुभयो भने अब तपाईँसँग एकै दिनमा 240 घन्टाको काम गर्ने क्षमता भयो। यही हो समयको लिभरेज। अब हामी लिभरेजका केही शक्तिशाली टिप्सहरू हेर्नेछौँ। नम्बर 1, अरूको पैसा। धनी मानिसहरू कहिल्यै पनि आफ्नो पैसाले मात्रै व्यापार गर्दैनन्। उनीहरू ब्याङ्कबाट ऋण लिन्छन्, लगानीकर्ताहरूबाट पैसा उठाउँछन् र त्यो पैसालाई आफ्नो व्यापारमा लगानी गरेर कैयौँ गुणा नाफा कमाउँछन्। उनीहरूले अरूको पैसालाई लिभरेज गरेर आफ्नो सम्पत्ति निर्माण गर्छन्। नम्बर 2, तपाईँ हरेक क्षेत्रमा विशेषज्ञ हुन सक्नुहुन्न। सफल मानिसहरू आफूलाई नआएको काम गर्नको लागि विशेषज्ञहरू नियुक्ति गर्छन्। यदि तपाईँलाई वेबसाइट बनाउन आउँदैन भने आफै सिक्न वर्षौं लगाउनुको सट्टा एक विशेषज्ञलाई काम दिनुहोस्। यसले तपाईँको समय बचाउँछ र काम पनि उत्कृष्ट हुन्छ। नम्बर 3, अरूको सिस्टम। आजको युगमा तपाईँले अरूले बनाएको सिस्टमलाई सजिलै प्रयोग गर्न सक्नुहुन्छ। जस्तै तपाईँले आफ्नो सामान बेच्नका लागि दराज, अमेजन जस्ता ई-कमर्स प्लेटफर्महरूलाई प्रयोग गर्न सक्नुहुन्छ। तपाईँले आफ्नो भिडियो संसारभरि पुर्याउन युट्युब च्यानलको प्रयोग गर्न सक्नुहुन्छ। तपाईँले अरूले बनाएको सिस्टममा आफ्नो उत्पादन राखेर पैसा कमाउन सक्नुहुन्छ। कुनै पनि काम आफै नगर्नुहोस्, अरूलाई गराउनुहोस्। आफै नदौडिनुहोस्, सिस्टमलाई दौडाउनुहोस्। आफ्नो ऊर्जा मात्रै खर्च नगर्नुहोस्, अरूको ऊर्जालाई पनि आफ्नो लक्ष्यको लागि प्रयोग गर्नुहोस्। यही नै हो आरामदायी सफलताको सिद्धान्त। अब आँखा बन्द गरेर कल्पना गर्नुहोस्, तपाईँले एउटा सानो अनलाइन व्यवसाय सुरु गर्नुभएको छ। तपाईँले एउटा वेबसाइट बनाउनु भएको छ जहाँ तपाईँले बनाएका हस्तकलाका सामानहरू बिक्रीमा छन्। तपाईँले फेसबुक र इन्स्टाग्राममा विज्ञापनको लागि एउटा स्वचालित सिस्टम बनाउनु भएको छ। तपाईँ राति सुत्नुहुन्छ र बिहान उठ्दा तपाईँको मोबाइलमा 10 वटा अर्डर आएको सूचना देख्नुहुन्छ। तपाईँले शारीरिक रूपमा केही पनि गर्नु भएन, तर तपाईँको सिस्टमले तपाईँको लागि रातभरि काम गर्यो। यही नै हो लिभरेजको असली जादु, जहाँ तपाईँ कम काम गर्नुहुन्छ तर चलाकीपूर्वक गर्नुहुन्छ र धेरै पाउनुहुन्छ। च्याप्टर 4, डरको पर्खाललाई भत्काउनुहोस्। असफलता केवल एउटा पाठ हो। तपाईँसँग उत्कृष्ट आइडिया हुन सक्छ, सिस्टम र लिभरेजको ज्ञान पनि हुन सक्छ, तर एउटा यस्तो अदृश्य सूत्र छ जसले 90% मानिसहरूलाई अगाडि बढ्नबाट रोक्छ।
त्यो हो डर। म असफल भयो भने के होला, मानिसहरूले मलाई के भन्लान्, मेरो पैसा डुब्यो भने मैले के गर्ने, यस्तै यस्तै डरले हामीलाई सामान्य जीवन जिउन बाध्य बनाउँछ। साधारण मानिस असफलताको सम्भावना देखेर डराउँछ, तर सफल मानिस सफलताको सम्भावना देखेर उत्साहित हुन्छ। उसले सोच्न थाल्छ, यदि म सफल भयो भने के होला, यदि मानिसहरूले मबाट प्रेरणा लिन थाल्यो भने के होला, यदि मेरो पैसा 10 गुणा बढ्यो भने के होला। फरक केवल ध्यान र फोकसको हो। जब स्पेसको सुरुवाती रकेटहरू असफल भइरहेका थिए, एलन मस्कलाई सोधियो, तपाईँलाई डर लागेन आफ्नो सबै सम्पत्ति डुब्छ कि भनेर? उनले जवाफ दिए, मैले सोचेँ सबैभन्दा नराम्रो के हुन सक्छ, म असफल हुन्छु, तर त्यो असफलताबाट मैले जे सिक्छु त्यो अमूल्य हुनेछ। त्यसैले यो जोखिम वास्तवमा त्यति ठुलो थिएन। सफल मानिसहरू डरलाई परिणामसँग होइन सिकाइसँग तुलना गर्छन्। आरामदायी सफलताको चौथो सिद्धान्त, डरलाई अन्तिम परिणाम नठान्नुहोस्, यसलाई सिक्ने एउटा बाटो मान्नुहोस्। यदि तपाईँलाई कुनै काम गर्न डर लागिरहेको छ भने एउटा कापीमा लेख्नुहोस्। नम्बर 1, सबैभन्दा नराम्रो अवस्था के हुन सक्छ। नम्बर 2, सबैभन्दा राम्रो अवस्था के हुन सक्छ। नम्बर 3, नराम्रो अवस्थालाई कसरी सम्हाल्ने। 99% अवस्थामा तपाईँले पाउनुहुनेछ कि सबैभन्दा नराम्रो अवस्था पनि त्यति डर लाग्दो छैन जति तपाईँको दिमागले सोचिरहेको थियो। जब तपाईँले डरको पर्खाललाई भत्काउनुहुन्छ, तब मात्र तपाईँ असीमित सम्भावनाहरूको संसारमा प्रवेश गर्नुहुन्छ। जहाँ साधारण मानिसहरू एउटा ढोका बन्द हुँदा रुन्छन्, त्यहाँ तपाईँ 10 वटा ढोका नयाँ खोज्न निस्किनुहुन्छ। च्याप्टर 5, ऊर्जा र ध्यान तपाईँको सबैभन्दा बहुमूल्य सम्पत्ति हो। मानिलिउँ तपाईँसँग संसारकै उत्कृष्ट आइडिया छ, तर तपाईँको ऊर्जा छरिएको छ र ध्यान भट्किएको छ भने तपाईँ कहिल्यै सफल हुन सक्नुहुन्न। सफलता धेरै मेहनतले होइन, बरु आफ्नो ऊर्जा र ध्यानलाई सही ठाउँमा लगानी गरेर मिल्छ। आफ्नो ऊर्जालाई पैसा जस्तै सोच्नुहोस्। मानौँ तपाईँसँग हरेक दिन 100 युनिट ऊर्जा छ। मानौँ एउटा साधारण व्यक्ति, उसले आफ्नो ऊर्जालाई ससाना र महत्त्वहीन कामहरूमा खर्च गर्छ। अनावश्यक सामाजिक सञ्जाल चलाउने, अरूको कुरा काट्ने, नकारात्मक सोच्ने र गुनासो गर्ने जस्ता कामहरू गर्छ र दिनको अन्त्यमा ऊ थकित हुन्छ, तर उसले केही पनि हासिल गरेको हुँदैन। अर्कोतिर सफल व्यक्ति, उसले आफ्नो 100 युनिट ऊर्जालाई केवल 2-3 वटा सबैभन्दा महत्त्वपूर्ण र उच्च प्रभाव पार्ने कामहरूका लागि लगानी गर्छ। परिणाम, कम काम गरेर पनि ठुलो उपलब्धि पाउँछ। एक पटक वारेन बफेट र बिल गेट्सलाई एउटै प्रश्न सोधियो, तपाईँहरूको सफलताको रहस्य एउटै शब्दमा भन्नु पर्दा के हो? दुवैले एकै स्वरमा भने, ध्यान, फोकस। आरामदायी सफलताको 5औं सिद्धान्त, ऊर्जा बचाउनु र ध्यानलाई सही दिशामा लगाउनु कडा मेहनतभन्दा धेरै शक्तिशाली हुन्छ। तपाईँको जीवनमा ऊर्जाका पिचासहरू हुन्छन्, ती मानिसहरू, ती बानीहरू र त्यो वातावरण जसले तपाईँको ऊर्जालाई चुस्छन्। त्यसैले नकारात्मक मानिसहरूबाट टाढा रहनुहोस्। गुनासो गर्ने बानी छोडिदिनुहोस्। आफ्नो स्वास्थ्य र निन्द्रामा ध्यान दिनुहोस्। आफ्नो वरिपरि यस्तो वातावरण बनाउनुहोस् जहाँ तपाईँलाई सकारात्मक र ऊर्जावान महसुस होस्। जब तपाईँको ऊर्जा बचत हुन्छ, तब मात्र तपाईँको ध्यान तेज हुन्छ, र जब तपाईँको आफ्नो सम्पूर्ण ध्यान एउटै लक्ष्यमा लगाउनुहुन्छ, तब सफलता तपाईँको पछि लाग्न बाध्य हुन्छ। अब लास्ट च्याप्टर, तपाईँको यात्रा अब सुरु हुन्छ। आज हामीले मेहनतको भरमबाट सुरु गरेर सिस्टमको शक्ति, लिभरेजको जादु, डरमाथिको विजय र ऊर्जाको महत्त्वसम्मको यात्रा गऱ्यौँ। अब यहाँबाट यो स्पष्ट भयो कि धनी बन्नु भनेको दिन-रात गधा जस्तै जोतिनु होइन। यो चलाकीपूर्वक सोच्ने, सही सिस्टम बनाउने र आफ्नो समय र ऊर्जालाई सबैभन्दा मूल्यवान सम्पत्ति सम्झिने कला हो। अब पालो तपाईँको। के तपाईँ सधैँ आफ्नो समय र मेहनत बेचेर सीमित जीवन जिउन चाहनुहुन्छ, वा एउटा यस्तो सिस्टम बनाउन चाहनुहुन्छ जसले तपाईँ निदाइरहेको बेला पनि तपाईँका लागि काम गरिरहोस्? अब निर्णय तपाईँको हातमा छ। आज एउटा सानो कदम चाल्नुहोस्। सोच्नुहोस्, तपाईँ आफ्नो कुन ज्ञान वा सिपलाई एउटा सिस्टममा बदल्न सक्नुहुन्छ। के तपाईँ एउटा अनलाइन कोर्स बनाउन सक्नुहुन्छ? के तपाईँ एउटा सानो ई-कमर्स व्यवसाय सुरु गर्न सक्नुहुन्छ? वा के तपाईँ अरूको सिस्टमलाई लिभरेज गरेर आफ्नो यात्रा सुरु गर्न सक्नुहुन्छ? याद राख्नुहोस्, हजारौं माइलको यात्रा पनि एउटै सानो कदमबाट सुरु हुन्छ। आज तपाईँले चाल्ने यो सानो कदम भोलि तपाईँको आर्थिक स्वतन्त्रताको विशाल राजमार्ग बन्न सक्छ। उठ्नुहोस्, सोच्नुहोस् र आफ्नो आरामदायी सफलताको यात्रा आजैबाट सुरु गर्नुहोस्, किनकि तपाईँ यहाँ केवल बाँच्नको लागि मात्र जन्मिनु भएको होइन, तपाईँ आफ्नो शर्तमा एउटा असाधारण जीवन जिउनको लागि जन्मिनु भएको हो। आजको लागि यति नै।
भिडियोलाई अन्तिमसम्म सुनिदिनु भएकोमा धेरै धेरै धन्यवाद।